नमस्कार। आशा छ तपाईँ सन्चै हुनुहुन्छ होला। आज तपाईँलाई म एउटा रोचक र अति महत्त्वपूर्ण कुरा र वास्तविक कुरा बताउन जाँदैछु। त्यो हो मृत्यु पश्चातको जीवन। मृत्यु पश्चातको जीवन। तपाईँले सोचिराख्नु भएको होला के मृत्यु पछि पनि जीवन हुन्छ र? त्यसको लागि तपाईँले केही समय खर्चिनु पर्नेछ यो सुनेर। भोजपुरीमा एउटा गाना छ जुन गाना चाहिँ त्यो कलाकार जो रिक्सा ड्राइभर हो अनि त्यो रिक्सा ड्राइभर कलाकारले यो गीत गाएको मैले सुनेको थिएँ। अनि त्यो गीत सुनेपछि मेरो यो दिमागमा यो जेहनमा एकदमै फेभिकोल जस्तो टाँसिएको छ। अनि यो गीत यसरी गाएको थियो। जिंदगी हर एक रिक्शा के पहिया, सास हवा टायर देहिया, कोहु न जाने निकल जाए कहिया। फेरि म तपाईँलाई भन्न चाहन्छु, जिंदगी हर एक रिक्शा के पहिया, सास हवा टायर देहिया, कोहु न जाने निकल जाए कहिया। यसलाई नेपालीमा बुझ्ने प्रकारले भन्ने हो भनेदेखि हामी हरेक मानिसको जीवन चाहिँ यो साइकलको अथवा रिक्साको पाङ्ग्रासँग उसले तुलना गरेको छ। अनि हाम्रो जीवन चाहिँ रिक्साको पाङ्ग्रा जस्तो हो र हामी जो सास हाम्रो जीवनमा छ त्यो सास चाहिँ त्यो पाङ्ग्रामा भएको टायरको हावा जस्तो हो भनेर भन्दछ। अनि उसले के भन्छ भनेदेखि कोहु न जाने निकल जाए कहिया भनेको त्यो जसरी रिक्साको पाङ्ग्राबाट हावा कति बेला खुस्किन्छ, कति बेला पम्चर हुन्छ त्यो उसलाई थाहा नभए जस्तै गरेर हाम्रो जीवनमा पनि यो सास कति बेला टुङ्गिन्छ, कति बेला जान्छ हामीलाई थाहा हुँदैन। हामीलाई थाहा हुँदैन। संसारमा एउटै कुरा सत्य छ अनि यसले कहिले पनि धोका दिँदैन। अनि त्यो हो मृत्यु। यो शाश्वत सत्य छ। यसलाई न कुनै महाशक्तिले रोक्न सक्छ, न कुनै